ए नाति कसरी बिग्रियो हो तेरो रिजल्ट? एक्जामको बेला त सब लेखे भन्दै थिइस् हैन? लेख्न त सबै लेखेको हो के हजुरबा, तर सही लेखे कि गलत लेखे भन्ने कुरामा चाहिँ कन्फ्युज थिए के म। अबे साले म पनि एउटा कुरामा कन्फ्युज भइराछु। के कुरामा बाबा? तँलाई चप्पलले हानुम कि जुत्ताले हानुम भन्ने कुरामा। अरे बाप रे, तैले गर्दा हाम्रो परिवारको नाम खराब भयो। आजसम्म हाम्रो परिवारमा कोही फेल भएको थिएन। फेल हुनलाई त पढ्नु पर्यो नि। 5-6 क्लास भन्दा माथि कोही पढेका छैनन्, अनि कसरी फेल हुन्छन् त? बात तो सही है। म बरु 10 क्लाससम्म पढे। तेरो बाउको खानदान होइ नपढ्ने चाहिँ मेरो माइतीपट्टिको त सब पढिरहेका छन्। हो सब पढिरहेका छन्, त्यही भएर त बिरालोले बाटो काट्दा एक पाइला पनि अघि बढाउँदैनन्। ए बल्ल याद आयो, म साइन्सको एक्जाम दिन जाँदा बिरालोले बाटो काटेको थियो, त्यही भएर पो म साइन्समा फेल भएको रहेछु। तिमीहरू बुढाबुढीको झगडाले गर्दा यसले बहाना पायो, त्यही भएर छोराछोरीको अगाडि झगडा नगर भनेको मैले गरेको हो र? सुरुमा उसले त कुरा झिकेको नि। कुरा मात्र होइन, धेरै बोल्यो भने अहिले छुरा पनि झिक्छु म। देख्नुभयो बुवा, देख्नुभयो? छुरा झिक्छु भन्दैछ, खुलेआम धम्की दिइरहेछ मलाई। धम्की खुलेआम नदिएर के तेरो कानमा आएर दिन्छ त? ए बुवा तपाईँ पनि खाली बुहारीको साइड लिनुहुन्छ भन्या। मैले कसैको साइड लिएको होइन, तिमीहरू दुईजनालाई नै भनेको। केटाकेटी जस्तो झगडा नगर। नाति एसीमा फेल भएको छ, अब के गर्ने त्यतातिर ध्यान देऊ। अब केही नगर्ने, सुरुमा यसको फोन खोज्ने, त्यसपछि यसलाई ट्युसन हाल्दिने। प्लिज मम्मी प्लिज, फोन चाहिँ नखोज्नु के, म अब ध्यान दिएर पढ्छु, अनि तपाईँहरूले भनेको पनि सबै मान्छु। आर यू कॉमेडी मी? साँच्चै हो? हामीले भनेको सबै मान्छस्? हजुर मम्मी हजुर, सबै मान्छु। त्यसो भए तेरो फोन दे मलाई, तेरो फोन बेचेर एउटा साडी किन्छु म।